Hello everyone, good morning, good morning. How are you? As a Thursday, it's been 2 days हैन यता आएको and आज चाहिँ अब भर्खर ब्रेकफास्टहरु खाएँ. So in this video I will show you है सफा गरेको हैन बराल्ने के फुलमा पानी हालेकोहरु. Yeah, let's go. So guys, I have picked up my weapon है, मेरो हतियार हैन, सफा गर्ने हतियार, फोहोर सफा गर्ने है. So yeah, let's have fun है. And yep, हेर्नु कस्तो राम्रो छ जग्गा है. यो अलिअलि पत्ताहरु चाहिँ यतिकै राख्दिनु हुने के है. हेर्नु न यस्तो फुलहरु छन् हो, यतिकै राख्दै पनि हुने नि है. मलाई सफा पनि गर्नु नपर्ने हैन. खैर ठिकै छ, गरौँ न त हैन. यतिकै बसेर नि के हेर्नु, दुईवटा रोटी खाइए हैन. लामालाले रोटी 2टा अन्डा हो, पिनट बटर, चिया, आमामा मजा भयो. सधैँ बिहानी यसरी बिहानी ब्रेकफास्ट सधैँ यस्तो हुने भयो त है, भइहाल्छ नि. या लेट्स गेट टु वर्क. यो ट्रिक्स चाहिँ लामाले सिकाउनु भएको.
हिजो चाहिँ मैले पुरै बढाल्न लागेको थिएँ कि लामाले त्यसो नगर गाह्रो मात्र हुन्छ बरु फर्स्टमा चाहिँ मैलाहरू सबै नालीमा झराउनु रे त्यसपछि अनि नालीमा सर गरेर बढाल्न सजिलो हुन्छ अरे क्या अब यसरी नाली गर्दै होइन यसलाई धकाल्दै तल पुगेपछि सजिलो भयो नि त यो पुरै बढाल्नु पर्दैन नि त होइन यो पुरै मैला तलसम्म बढाल्नु परेन नि त यप हेलो गाइस सो अब चाहिँ फोहोर बढाल्ने काम सक्यो होइन फोहोरहरू सबै एक जग्गा यसरी जग्गामा थुपारिराखेको छ सो अब चाहिँ ठेला गाडी ल्याएर फोहोर फ्याँक्ने एउटा गाडी छ मेरो हो त्यो ल्याइकन चाहिँ अनि फोहोर फ्याँक्न जाउँ है त
सो गाइज अब बढाउने काम सबै सक्यो हो, मैला पनि फ्याँकेँ होइन। सो अब चाहिँ अहिले 9:15 जति भएको रहेछ। अब फुलमा पानी हाल्छौँ है त। यप, फुलमा पानी हाल्छौँ। हैट, खल्टोभित्र झन्डै पस्यो नि हो। भुप्पो गइरहेको क्या, झन्डै बचाऊ बचाऊ भन्नुपर्ने भयो नि। ल अब यो फुलहरूको नाम पनि थाहा छैन हो आफूलाई। अब यिनीहरूलाई पानी पनि दिए, जल पानी पनि भयो यिनीहरूको होइन। अब अर्कै जग्गामा जाउँ है त। ल अब फेरि पानी छापेर हाम्रो आन्टीलाई भेट्नु जाउँ। हाई, नो वाट आर डुइङ? भोक लाग्यो कति खान्छ बिचारा, पेटमा बच्चा छ कि उयो नो 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 आचा आचा। ल ल ल म गएको, ल परे भेट्न आउँछु। ल ल सिङ्गे त हाई पनि भन्दैन। के खाना दिए जस्तो लाग्यो? खाना दिएको छैन अहिले। ल फुललाई खाना दिनुपर्छ, फुललाई। सो गाइस, फुलमा पानी हाल्ने पनि सक्यो है। या बाई द वे दिस इज आवर किचन है होइन। अनि यतादेखि माथि गयो भने चाहिँ गुरुजीको रुम हो, रुम एन्ड एक्सेट्रा है। यो चाहिँ गोदाम है, प्याज टमाटरहरू हो, गोदामहरू हो होइन। सो या अब अहिले बल्ल 10 बज्नु लाग्यो एन्ड आई स्टिल हेभ लाइक 1 or 2 hour लेफ्ट है। 11:30मै खाना दिनुहुन्छ लामाले है त, गुम्बामा जस्तै हो, त्यही टाइममा दिनुहुन्छ है। सो या अब पानी पिएर रुममा जान्छु
अनि केही काम छ भने लामाले बोलाउनुहुन्छ हो. So guys, that's all for this video हैन. I hope you like it है. मन पराए पनि नपराए पनि हेरिदिएकोमा धन्यवाद हैन. And yeah, see you in next video. Stay happy, healthy. Yeah, bye. Have a good day.